ल अब हामी चाहिँ टर्नब्रिज जाँदैछौँ बलराम घरमा दाइ दिदीहरूलाई पिकअप गरेर अब जाने क्याम्पमा ब्लान्डफोर्ड जाने अरे क्वार्टरमा। अब यहाँबाट कति छ भने 40 मिनट देखाएको छ 31 माइल रहेछ टर्नब्रिज पुग्नलाई। त्यहाँबाट उहाँहरूलाई पिकअप गर्छु। बलराम काम सकेपछि जाने अरे 4 बजीतिर हुन्छ होला। त्यहाँ गएर एकछिनपछि 4 त कहाँ 4 बजीसम्म लागेछ क्या हो। कति बजी हो 3:30 बजेछ 4 बज्न पुग्ने रहेछ। अनि ठिकै छ। अनि 1-2 दिन त्यतै भयो भने छोराबुहारी ल्याउनु पठाएको छ। ठुल्बा मम्मीलाई लिएर आउनु भनेछ। अनि सायद बाथतिर जान्छ होला। त्यहाँबाट त्यहाँ वरिपरि कतातिर डोरतिर कता कता जान्छ होला। अब त्यहाँसम्म 2 जना हुन्छ। त्यहाँबाट उता चाहिँ अब सबै हुन्छ रमाइलो हुन्छ। 5 जना मिलेर गफ गर्दै जाने हो। वहाँ चाहिँ बास बस्नु पुग्ने। ल अब बिस्तारै हिँड्यौँ है त अनि। ओके हामी जाँदैछौँ अब टर्नब्रिज। ल ठिक छ हामी हिँड्यौँ यहाँबाट। ल अगाडितिर लाग्दैछौँ। ठिक छ वेदर चाहिँ राम्रै हुन्छ जस्तो छ। वेदर राम्रो छ। फोरकास्ट हेर्दाखेरिमा सबै राम्रो देखाएको छ। मेरो बुढोलाई फेरि ड्राइभिङलाई झ्याउै मान्नुहुन्न। 4 घन्टा 5 घन्टा 6 घन्टा पनि हाँकेकै छ। कहाँ कहाँ वेस पुग्ने के गर्ने केही झ्याउ मान्नुहुन्न। अब अहिले पनि आज पनि नाइट ड्युटी दिएर आएर अलि सुत्नु भनेको त्यहाँ त रातो देखाएको छ। आज नाइट ड्युटी दिएर आएर नि कति धेरै काम गर्नुभयो। छोराहरूलाई लैजाने सपिङहरू गर्नुभयो। फ्रेस खानेहरू त्यहाँ क्याम्पतिर नपाउन सक्छ भनेर सबै सपिङ गरिवरी। ल अब यहाँ टर्नब्रिजमा हजुर ए हो दाइ। ल दाइले यहाँ ल्याइदिनु भएको छ है। के अरे डोसा बनाउने मान्छे र मेरो भेनाजुल हेर्नु त इन्डियामा प्लेन डोसा अनि ओहो ल ठिक छ के भन्दैन नि एकदमै यो मद्रासी कस्तो मिठो लाग्यो हो नि त हैन त्यहाँ यो चाहिँ नरिवलको रे यो अचार नारियल चटनी एउटा के भने ग्राउन्डेड अनि वो गोलबेडा रहेछ टमाटरको सब पेस्ट अनि गरेर यो चाहिँ मजाले फेरि यो कोइराला कोइराला ओहो यस्तै मिठो लाग्यो हौ चट्ट उता खाना जानु पर्ने मान्छे यही खाएर बसेछ त हामी त है खामला त उता पनि यो है ल खाऊ मजाले दाइले बनाउनु भएको डोसा है मेरो डोसा कस्तो मिठो छ यामी क्या दामी ल ठिक मिठो मिठो छ यो दामी छ ल भाइ ल अब हामी चाहिँ अब ब्लान्डफोर्ड जानका लागि बाई के भन विल ब्याक अन सन्डे इभिनिङ। ल अब ब्लान्डफोर्ड जानका लागि रेडी हुँदैछ। गाडीमा चढेर रेडी हुँदैछ दाइ दिदीहरू। सबै अब रेडी हुँदैछ है ब्लान्डफोर्ड पुग्नलाई। तल उ गरे नि हुन्छ होला हौ अरे तल ऊ बिचमा राखेको नि हुन्छ। धेरै आइटम बनाउँछ अब चाहिँ हामी ब्लान्डफोर्डमा हिँड्दैछ यहाँ टर्नब्रिजबाट। दाइ दिदी र छोरा बलरामलाई पिकअप गरेर यहाँबाट 2.5 घन्टा त्यही लाग्ने रहेछ। उहाँ चाहिँ 8:45 पुग्ने देखाएको छ। यहाँ पछाडि सबै परिवारहरू ठिक छ। अब रमाइलो हुन्छ रमाइलो भरे छोरा बुहारी चाहिँ बुहारीले म भर्खर आइपुगेर
खाना बनाउँदैछु भन्दै थियो ए त्यसो भने मैले जा हामी त यहीँ छ भर्खर हिँड्नु लाग्यो भन्दै नातिकिन बिस्तारै नातेर बनायो In a quarter of a mile, at the roundabout, take the third. यहाँ चाहिँ यो भ्यान चाहिँ खत्तम भएछ। फायर ब्रिगेड नै ल्याएछ यो गाडी चाहिँ खतम भयो यो गाडी मान्छेले चाहिँ केही नहोस् भगवान् कच्चा कुचिक भएछ नि तर मान्छेले के भन्छ नि ऊ आफै खिच्दैछ बिचरा मान्छेले केही नहोस् अरू यो कति पुरा ब्लक भएर आपसमा ए स्पिड यताउता लेन चेन्ज हेर न यिनीहरू त अब कति हुने अब यिनीहरू त्यही त है तर यो खुल्छ छिटो किनकि खासै त्यो ड्राइभर आफै निस्केर फोटो खिच्छ यस्तो हुन्छ लेन चेन्ज गर्दा हो कि? ए एकदम स्पिड यहाँ उ छ के अरे जम्मै गर्छ कच्चा कुचेकै भएछ नि त अगाडितिर त्यही त ए अन्दै उसको छिट्टो एक्सन चल्दैछ कि ल बोलाएपछि एकछिनमा आइहाल्छ पुरा छिटो आउनु रे छिटो आउनु हामीलाई भोक लागिसक्यो रे खाउँदै गएर हामी त लाग्छ 2 घन्टा चाहिँ भनिदेऊ न त्यही त स्न्याक्स खाएर बस्नु बोल्नु अब हामी आउँदैछ ल आएर यस्तो पुरा क्यु बिचरा छिटो आउनु भोक लागिसक्यो रे कति 2 घन्टा छ होइन अझै 2.5 घन्टा गाउँमा के हो कुनै छ के अरे जे पनि त्यो एक्सिडेन्टले गर्दाखेरिमा अझै छ भने यहाँ पुरा नेपालमा चाहिँ बाँझो राख्ने ट्राफिक चाहिँ हुँदैछ एकदम स्लो चल्दैछ यताबाट गाउँ खिच्नु त बुढो मास्टर हेर्नु न कस्तो राम्रो भोलि पछि यसकै रोटी खाने खाने यस्तै रोटी हो आज छोराले हाकेछ मेरो बुढालाई रेस्ट पाएर है आज चाहिँ फुल्ली भ्लगिङ ठिक छ म चलाउँछु भने म चलाउँछु भन्छ यो 3 भाइ फेरि कुनै पनि छैन कालो त त्यही गरे सब गरेको संसारहरू गरे छ नाक फेरि कस्तो राम्रो छ आफू मात्रै नाक कालो परेछ सुजितको र- चले अब केटाकेटी चाहिँ यहाँ 13 बजेको छ उहाँ भोक लाग्यो भन्दा छिटो आउनु भन्दा म त भोक लागेको छैन भेनाले के अरे बच्चाहरू डोसा डोसा बच्चाहरू। इडली भन्न लाग्यो डोसा बनाएर राख्नु भएको रहेछ तातो खाएको म त आई एम नट हङ्ग्री सायद कोही पनि भोक लागेको छैन होला होइन क्या उहाँ केटाकेटी भनेको प्लेन डोसा अलिक बलराम भोक लाग्यो नि बिचरा काम गरेर आएको। डोसा छ प्लेन डोसा रवा डोसा इन्डियन डोसा अनि मसला डोसा हजुर। थुप्रो खाले है नखाने, नखाने। अहिले चाहिँ बाटो क्लियर छ जहिले पुसै गएपछि 1 घन्टा देखाएको छ चाहिँ त्यसपछि 55 मिनट गएको बिहान चाहिँ के अब यिनीहरू त अब गाउँतिर साह्रै हुँदैन कमलतिर नि हुन्छ कि अब अहिले कान्छा फेरि उही गाउँमा नै सरुवा भएछ त्यही त कति मजा भएछ लामो भयो ड्राइभिङ अहिले भेनाले भेना भएको भए कति राम्रो हुन्थ्यो अहिले चाहिँ अब क्याम्पको नजिक यता के नजिक आइपुग्यो टार पिपल टारतिर अहिले चाहिँ पुरा आमको बुट्टा यस्तै हुन्थ्यो बाटो चाहिँ क्लियर रहेछ क्या मजाको खाली बुट्टा समात्यो सबै सामान्य हो है अब आइपुग्यो आइपुग्यो यति सानो बाटोमा नि 50 एमपिएचमा चलाउने रहेछ फेरि छ के अब 6-7 मिनटमा पुगिन्छ उता छोरालाई खबर गरिसक्यो क्याम्प बाहिर ए क्याम्पतिर गेटतिर आउँछ भनेको छ ऊ पनि कति राम्रो लगाएको कि यो रुखको लाइनसँग कति राम्रो डाँडो यता बायाँपट्टि डेडी यता पनि पुरा दाहिनेतिर नि खिच्ने पुरा घाम यस्तो भएको छ कति कि राम्रो हो ल बराबर क्या पुरा गाउँ नहो न आउनै होला जस्तो आफ्नो लासी के हो घाम लागेर यस्तो भएर ओहो घामले मलाई नि ल घामले अन्धै बनाएको छ यहाँ ल्यान्डस्केप चाहिँ गजब छ है पहेँलै त एक नासो हो क्या राम्रो छ ल अहिले चाहिँ हामी क्याम्पभित्र इन्ट्री भयो छोराले लिन आएर पास बनाएर अगाडि गएको छ
छोरा एस्कर्ट गर्दै लगाएको छ भिआइपी छ सिग्नल हाल्यो यो चाहिँ ब्ल्यामफोर्ड क्याम्प प्रिन्सेस मेरी हल भन्छ यतै हो नि त पहिला पार्टी खाना आएको कता कता के हो इन्डिया यहाँ पनि यहाँ ट्याङ्क रहेछ अझै डिस्प्ले गरेर राखेको छ ल सेन्टर भनेको अब चाहिँ वाटरमा शान्त हुन्छ है शान्त आर्मी क्याम्प यहाँ चाहिँ अबेला पनि भयो नि त अब त डर हुँदैन आनन्दले सुन्न पाउँछ ल होइन किन हो अलग्गै लाग्छ त्यो अहिले चाहिँ सेन्टर त सबै यहाँ गाडीमा आउँदैछ पछाडि सिभिलमा गएर डराएको थियो हाम्रो क्वार्टर कता रहेछ ल यहाँ चाहिँ अब ब्ल्यामफोर्ड क्याम्पमा आएको छोराको उसमा अब चाहिँ चेस गर्ने अरे अब यता चाहिँ हामी चेस नगर्नु दिदी र बुढी यता छ म त कोक खाने कि अब पानी ल खाने के खाने ल खाऊ है मजाले ल सुरु ल दाइ हजुर हजुर चेस हजुर ल हामी त अब सुरु गऱ्यो है बाउ सर दाजु हामी आउँछ है पर्दैन म आफै दाजु भाइ गर्छु बाबु कुन चाहिँ खाने भनेर चेस उ त्यहाँ छ त हामीले ल्याएको छ अरू होइन त्यो ऊ त के खाने गर यो सुक्खा सुक्खा भेनाले कुन चाहिँ मनपर्छ त्यो खाने यो चाहिँ विङ रहेछ म पोक ए के हो अचार रहेछ के बनाएर रहेछ यस्तो कतिखेर आएर बनायो हौ आज कामबाट आयो कामबाट आएर नि ल हाम्रो लागि छोरा बुहारीले यस्तो रहेछ हालिदियो त्यही हो नि अब सबै बुहारीले मात्र भ्या हुँदैन ल हालिदियो चलाउने चिज छैन रहेछ कि हो चमच तिमीले हालिदियो नि ल भाइ क्याम्प आइपुग्यो है ठिक छ एक्सपिरियन्स यसो होइन क्याम्पको ल अब चाहिँ होइन यो थालमा त दिने आफै निकालेर खाने कि त्यसो गरे नि हुन्छ होइन नानीले के कसरी दिन्छ ल अब रिल्याक्स अब बिस्तारै दिन्छ कि उसले मिलाएर दिन्छ होइन आफूले जे चाहिँ खान मन लाग्यो त्यही झिक्दै खाने त्यो गरे नि हुन्छ क्या ठिकै छ बनाएको सही त खानु भएन ल यता चाहिँ फुटबल आउँदैछ ओहो अर्को गेम कति बजी त्यो त बिहान हुन्छ होला गेम ल है ओहो हामी आज छोराको क्वार्टरमा आएको आज मेरो दिदी भेनालाई लिएर अब दिदी भनेको एक मात्र सुपुत्र यहाँ ड्राइभिङ गरेर आएको घाम चाहिँ आँखामा अघि उस भयो अहिले चाहिँ मजाले इन्जोय गर है तिमीहरू सबैजनालाई ओ मेरो प्यारी दिदी यहाँ बस्नु भएको छ ढाडको अपरेसन गरेर आउनु भएको है यहाँ हजुरले पोक खान्न भनेर पोक चाहिँ लास्टमा राखेको छ नानीले पोक आउँदैछ मेरो भेनाजुलाई पोक एकदम मनपर्छ प्लस हामीलाई नि मनपर्छ पोक आउँदैछ है ल खानेकुरा इन्जोय गर्ने है मेरो नानीले आज ड्युटी दिएर आएर पनि यत्रो भेराइटी बनाएछ है धन्दा मैले यस्तो एक्सपेक्टेसन गरेको थिएन भोलि म मात्रै स्पेसल हुन्छ भनेको यो चाहिँ पुरी हो यो चाहिँ यो चाहिँ ड्याडीलाई सुक्खा रोटी जानेको नानीले होइन अनि ठुलो निभा आउँछ भनेर अनि यो चाहिँ हाम्रो के अरे ऊ हो के भन्छ यसलाई होइन बेला न्युरो भन्नाले मलाई अलिक झट्टै आउँदैन भाइ कस्तो अड्किन्छ अनि यो चाहिँ के हो यो आलुदम रहेछ माछासँग यो चाहिँ चिकन त्यो चाहिँ दाल
बुढो खुसी हुनुहुन्छ हजुर एकदम आज साडु भाइ साडु भाइ इन्जोय गर्नु अनि छोराकोमा है दुईवटा छोरा एउटा बुहारी अझै नातिनी र उसहरू छुट्यो अनि दुईवटा कान्छा छोऱ्यो कति धेरै बनाएको के बनाएको तिम्रो नानी यस्तो मेरो नानीले सलाद बनाएर रहेछ यसरी ल अब पोक खाने आज त खाने जति बेला सुते नि सुत्ने है 1 बजे सुते नि भयो 2 बजे सुते नि भयो आनन्द इन्जोय गर्ने हो ल ल ल उठिहाल्छ उठ्छ ल ल अहिले हामी यहाँ मेस्टी छ किनभने हामीले उता यो झोला छ यहाँ सामानहरू नानीले वहाँ पोकहरू उसमा हाल्दैछ ल अब हामी इन्जोय गर्ने है अब पछि भेटौँ ल बुहारीले उहाँ आफैले पकाएर काम सकेर आएर यस्तो बनाएछ पकाएछ पुरा के बनाएछ आज चाहिँ अब मजाले बिस्तारै खाने बिस्तारै सुत्ने भोलि बिहान फेरि बाथमा जाने अरे रोमन बाथमा स्पेसल ए सोमेश अर्कै ठाउँमा बाथ होइन अरे बात क्यान्सल भयो ल ठिक छ मेरो कामको कलिगहरूले त्यो सोनेजको एउटा ठाउँमा जान रेकमेन्ड ए त्यहाँ त्यो राम्रो ठाउँ छ हजुर यो के हो नानी यो के लानुपर्छ त्यहाँ पार्कको होइन खानेकुरा लाने हो नि यही सबै चिज कस्तो मिठो होला चटपटे पकाएर खाने त्यहाँ हजुर सबैले आएछ के गर्ने मोमो सबै सबै छ हामी त खाना आयो जे पकायो खाइदिन्छ हामी कि खाइदिने होइन ठिक छ हामी त खाना आयो जे पकायो नि खाइदिन्छौँ हामीलाई खानामा केही कमेन्ट छैन हजुर सबैको मुख मिठो छ क्या फेरि हाम्रो कहिले त फेरि है यो मिठो नमिठो भन्छ नि हामी त छैन अब यो अवसर गर्नु यो सक्यो ल अब यस्तो भने ल फेरि ल ल चेस रे ल ए ल ल ल दुईटा हाल्दियो अनि निमालाई पास गर्दियो रमाइलो छ सबै इन्जोय गर्ने आज एकछिन ल सबै खानेकुरा यस्तो भएको छ के हालेको यो के दाल हो मेरो नानी चना आलु हो के ए चना आलु ए त्यसमा त यो झन् यो बोटकोमा दिन खाने हो यो बिस्तारै खाम दाल भनेर पो ल ल ल लिम हजुर ल ल दाइ ए बाबु लिम यस्तो छ प्लेटमा फोकस गर्नु अरू केही नबनाऊ है अब यो भात सात पनि अब यो देखाउनु प्लेट मेरो ड्याडी यो चना र के भन्छ नानी चना मटर आलु यो न्युरो यो सलादहरू यो आलुदम चिकन यो अचार अब फेरि पोक आउँदैछ है मेरो पनि दिनु भएको ओके म त सडेले है खानुपर्छ है मैले चाहिँ यहाँ यो पुरी होइन चम्चा यहाँ छ चम्चा भयो ल ठिक छ चम्चा छ यहाँ आएर मजाले अब खाना पाएपछि है ए ल यहाँ फेरि गोला हालेछ है फेरि गोला हालेछ कसले गोला हालेको क्यानाडाले होस्ट कन्ट्री ल होस् है ल हुन्छ दिदी हस् ल ल दिदी बहिनी त्यहाँ फेरि दिदी बहिनी चाहिँ ज्याकेट पनि ल
मिठो छ कि छैन बाबु एकदम मिठो भेना हजुरलाई मिठो भएछ एक नम्बर हजुर पोक मनपर्छ पोक खानु है चिकन त्यति धेरै खानु त हुन्न तर अब खाने अलिअलि खानु भएको छ कि भेनाले ठिक छ हो सबै खानुपर्छ खानुहोस् ल म पनि खाँदै गरेँ कहाँ बसेर बस्छौ कुर्ची उस भयो नि ऊ त्यहाँ बस नानी ऊ यहाँ राख यो म यता स्याट्टै गरिदिन्छु ल अब चाहिँ बाहिर घुम्न जानको लागि सबै रेडीमा गाडीमा चढिसक्यो रेडी हुँदैछ अहिले चाहिँ हामी भित्र ब्लानफोर्ट क्याम्पभित्र छ छोरा चाहिँ उता आउँदैछ गएर अब हामी जान्छौँ यहाँबाट 1 घन्टा ड्राइभ ल त अब जाऊँ अब यिनी पुगिसक्नु भयो यता हजुर हिँडेको हजुर आज चाहिँ अब परिवारहरू परिवार सबै दिउँसो निस्क्यो त ल आजभोलि त ऊ भएको छ क्या यो त दिनरात हिँड्ने बाटो नि कुदाउँदो रहेछ हजुर अगाडि हामी स्टिल फलो गर्दैछौँ कति कति घन्टा अझै छ होला नि 40 मिनट बुढैतिर जस्तो लाग्यो यस्तोमा त्यहाँ हामी एक्सर्साइज गर्न जाँदाखेरि ए हजुर फायरिङ गरेर हजुर गरेर हिँड्दै ल यो ठाउँले ब्रुनेको सम्झना ल्याए है ल मछेर आउने हजुर के अरे जुका पनि भेट्थ्यो यार कुनै है? ठाउँमा त भित्र त्यो लाइभ थाहै पाउँथेन नि है थाहै पाउँदैन त्यो पक्का यसरी बाँधेर भित्र त्यो ठाउँमा पाउँथ्यो गाउँ सानो गाउँ के गाउँ हो चर्च चर्च रहेछ सानो गाउँ आएको छ हेर्दा राम्रै देखेछ हे जमानाको त्यही त बनाएको डबल डेकर हुँदैछ नि बस पनि आयो टाउनको बस हो कन्ट्री पार्क ल हामी चाहिँ अहिले सनेजको डल्स्टर पार्कमा आयो अब सबै पिकनिक खाने रे झोला सोला बोकेको छ सबैले पानी झोला ड्रिङ्क्स मैले चाहिँ यहाँ कन्टेनरमा सामान ल्याएको छु खानेकुरा अनि यहाँ चाहिँ पार्क रहेछ कन्ट्री पार्क ए यहाँ म्याप यता चाहिँ पार्किङ रहेछ मजाको आएर विकेन्डमा माथि एउटा उस पनि रहेछ अनि यहाँ म्याप रहेछ यो म्याप चाहिँ जुम गरेर डल्स्टन पार्क यो रहेछ ल यहाँ चाहिँ मान्छेहरू आएर ठुलै रहेछ हौ पार्क यसरी घुम्ने मजाको रहेछ नि ल डल्स्टन वरिपरि पानी पानी मजाको रहेछ ल यताबाट जाउँ भारी भएर होइन ठिक छ त्यो बसेर खाने ठाउँ पनि रहेछ हो त्यहाँ अरू चाहिँ उता जाँदैछ हामी चाहिँ यहाँ ड्रिङ्क र खानेकुरा तगडा भएर तलतिर सी साइडतिर जाने अब ल पाक्रान रहेछ मैले पाक्रान मिस गरियो खावा त गर्नुहुन्थ्यो उहाँ चाहिँ अरू माथि गइसकेको छ एक्टिभिटी रुम स्टुडियो हल लर्निङ सेन्टर मजाको रहेछ हौ
तर हावा चाहिँ त चिसो पनि हुनसक्छ है चिसो नै हुनसक्छ तर हामीले ज्याकेट अँ। ल्याएर ए बेन्च रहेछ बसेर खाने हजुर माथि उस रहेछ कफी सप पनि होला नि त हौ पक्का हावा चलिरहेछ हौ हावा चलेछ हौ ल खानेकुरा ल यो चाहिँ हाम्रो खानेकुरा हो के छ अनि ऊ त्यही छ अब जाडो भयो भने ल्याउँछ भने टाढो छैन केही छैन अनि लिएर आए खाना खाऊँ अँ। त्यसपछि ज्याकेट राख्नुपर्छ ल ए त्यो डल्लै लाउनु लाउनु दाइ लाउनु ल पार्कमै बसेर यहाँ खाना रेडी गर्दैछ कसैले हावा एकदम फ्रेस हावा यहाँ चाहिँ एउटा घर रहेछ मजाको भित्र ऊ पनि रहेछ सोलर पुरा घर रहेछ नि त हौ यहाँ डल्फिन रहेछ मजाको यहाँबाट चाहिँ हिँड्ने ठाउँ उता कहाँ पुग्ने ल डल्फिन पार्कमा टपमा आएर यहाँ पिकनिक खान भनेर यहाँ चना चटपटे पुरा होइन नि हाम्रो त पक्का मोमो पिकनिक हो मोमो पिकनिक हो मोमो पिकनिक चटपटे पिकनिक सबैले रेडी गर्दैछ अब चाहिँ यहाँ मजाले खाने खाइसकेपछि यहाँबाट एकछिन वकिङ गरे नि भयो यहाँ रेडी बनाउँदै रहेछ प्रिपरेसन यहाँ ड्रिङ्क रहेछ ल प्रिपरेसन फेस ओहो ल के छ खुर्सानी छैन भने मिठो हुन्न अरे अघि देख न यहाँ खुर्सानी भन्दैछ ग्रिन चिल्ली ल्याउनु थियो पोका ल्याउनु बिर्सिएछ क्या त्यो के गर्दा के हो अनि आलुदम ल सबै चिज छ मोमो छ मोमो देखाइदिनु नजिकबाट ल मोमो पनि हाल्छु हो ए मोमो ल मोमो पनि छ अरे उसमा के अरे हट चिसो हुन्छ त्यसले ढक्कन लगाऊ ठिक छ यहाँ मोमो रहेछ ए हट मोमो चिसो हो आज फोड ढक्कन लगाएर ठिक छ हावा चल्यो क्या अलिक ढक्कन लगाऊ कि एकछिन ल पिकनिक खाएको अरे सबैले यहाँ मोमो अरे भाडा मात्रै सानो हो आलुदम यहाँ होस् चटपटी मेरो त यहाँ छ अब पिकनिक खाने सुरु अब मेरै पिकनिक डल्स्टन टप हिलको पार्क रहेछ यहाँबाट चाहिँ मान्छेहरू सबै वकिङ जाने यहाँ एकदमै ऊ रहेछ क्या रुट रहेछ अनि यतापट्टि एउटा घर छ यो एडमिनिस्ट्रेसन यतातिर चाहिँ कार पार्क छ अनि हामी खाने खाएपछि एकछिन उता चाहिँ जान्छौँ वकिङमा जान लागेको यहाँ दिदीलाई ए त्यो बाङ्कुरे हो यो ठिक छ त्यो बाङ्कुरे पनि भयो अहिले छोटो बनाइदेऊ न हो त्यो त यता अगाडिको होइन साह्रो छोटो होला दाइ ल किनभने भर्खरै अपरेसन गरेको मान्छेलाई ल यहाँ अब हामी चाहिँ वकिङ हिँड्दैछ अनि दिदीलाई लट्ठी चाहियो अरे लट्ठी पनि खोजेर अब चाहिँ यहाँ अलिकति अगाडि गएर यता अगाडि छ आगो क्या हो नानी कसो थाहा भयो ए ल अब अलिकति अगाडि जाने त्यहाँबाट समुद्र पनि देख्छ अरे सिस्नो पनि रहेछ तर नेपालको जस्तो होइन
नेपाल जस्तो होइन एकचोटि हामीले नि खाएको थियौँ अलि काँडा खाएको थियौँ टेस्टी हुन्छ नेपालको राम्रो ए त्यहाँदेखि देख्छौ ओरिजिनल अलि लेफ्टमा हिँड्नु त रनिङ रनर आछ ए आएको छ एक साइडमा होइन एक साइडमा ल एक साइडमा त्यहाँ ब्लक गरिदिनु भएन बाटो चाहिँ ल आउँदै गर यो त तलतिर यस्तो मजाको ठाउँ रहेछ यहाँबाट हेर्नुहोस् त नि ल अब चाहिँ समुद्र म त समुद्र हेर्नु भए आनन्द लाग्छ ल मान्छेहरू कुद्दै रहेछ यहाँ चाहिँ कसरी हेर्ने अहिले फर्किँदाखेरि उता पहिला समुद्र हेर्नु जाऊँ पहिला के राजाहरू बसेको ल राजाहरूको त एक ठाउँमा हुन्छ अनि ठाउँ ठाउँमा हुन्छ उसहरू कहिले कता जाने बस्ने कहिले ऊ त्यहाँ चाहिँ अगाडि चाहिँ यो आज रनिङ रहेछ यहाँ ऊ त्यहाँ चाहिँ गाइड बसेर रहेछ क्या गाइड बसेर रहेछ हाइभेज लगाएर पुरा सपोर्ट पनि हुन्छ के हाँ? आज मैले बनाउँछ नि त त्यो बुढाबुढीलाई यसरी लट्ठी धेरै त मेरो के भयो नि यहाँ इच्छा भएर उपाय भनेको ल हेर्न पाएको त्यहाँ भगवान्ले सबै पुऱ्याउँछ यता चाहिँ ओपन ग्राउन्ड रहेछ हाइटबाट उता समुद्रको तलतिर यहाँ चाहिँ के हो गाह्रो लगाएर यहाँ घडेरी बिक्रीमा राखेको जस्तो छ त पुरै ऊ समुद्र ए यस्तो जस्तो देखे चाहिँ पुरा गाह्रो लगाएर देखेको म त घोडा लगाएर सर जस्तो देखेको यहाँ चाहिँ हेलो रनिङ गर्ने गाइड रहेछ कि गाइड रहेछ कस्तो मजाको यहाँबाट हेर्नुहोस् त नि ल क्यामेराले एउटा कम्पाउन्ड लगाएर राखेको रहेछ जग्गा रहेछ यो पुरा त्यही त ठ्याक्क जग्गा हेर्नुहोस् त नि ल उता त्यही त यस्तो एउटा बजार बजेहरू हिँड्दैछ त्यो वरि फुले हात छ भएर नै हो हेर्न पाएको तल त यस्तो पो हो रहेछ नि त त्यतातिर पुरा ओपन रहेछ नि त हौ उता उता तल चाहिँ समुद्र रहेछ है समुद्र मान्छेहरू वकिङ हिँड्दैछ अस्ति नै ल माथि हाइटबाट यस्तो देख्दै रहेछ है पुरै चाहिँ छाल यहीँ छाल हो के तलतिरबाट आएको छ समय खानेकुरा बनाएर लिएर सबै समुद्र हेर्नु पाएका रमाएको छन् अहिले चाहिँ अब राम्रो छ क्लियर भिज क्लियर तलतिर अनिता भान्जाले हेर्न पाएन रिना तलतिर कुद्दै रहेछ तलतिर मान्छेहरू तलबाट रहेछ नि त हौ ल त हेर त तल ऊ यता कुद्दैछ यो सबै आज लगाएर कुद्दैछ 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 वेल डन कुद्दैछ 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 गुड जब कुद्दैछ 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 तीनजना गर्छ होइन खै कुन त 500 चाहिँ भन्न ए यो त गहिरो छ नि त त्यो बिचतिर हो क्या बिचतिर यो त कहाँको त एकैचोटि डाइरेक्ट छ यहाँ चाहिँ बिच छ होइन यो चाहिँ पुरा सी मात्रै समुद्र भएन भने त यहाँ त कतिमा हुने हो कति जान्छ ल यहाँबाट समुद्र देखियो अब हामी चाहिँ यहाँ छोरा बुहारीले जाऊँ भन्दै थियो हामी चाहिँ जानु सक्ने स्थितिमा छैन आमा हिँड्न सक्ने स्थितिमा छैन पछि उनीहरू आउँछौँ यताबाट कुदेर आउँदैछ कुद्दै आउँदैछ यो चाहिँ खास तल देखाउनु मान्छेहरू कुद्दैछ क्या के अरे ठाउँको नाम यहाँ तलदेखि कुद्दैछ 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 कन्ट्री पार्क डुल्स्टन कन्ट्री पार्क उता मान्छेहरू कुद्दैछ
यसरी आउँदैछ अघि कति गइसक्यो त्यताबाट झन् देख्दैन नानी यो यता वकिङ आउँदैछ यहाँ उताबाट कुदेर आउँदैछ यिनीहरू चाहिँ यो उसको ट्रायल त हुँदै छैन ल यहाँ उभिनुहोस् न त ल सबैजना उभिनु त यही ल ल एउटा पिक्चर लिने अरे अब ग्रुप पिक्चर यो चाहिँ एकछिन यहाँ चाहिँ यो यता आउने यता कुदेर जाँदैछ ए वकिङ आएको यिनीहरू त्यो चाहिँ आउँछु नि रनिङ ल नानी आऊ तिमी खिच्दिउँ उभिँदा कसरी म आफै मैले खिचेको छैन है मेरो मलाई चाहिन्छ है पछि यहाँ चाहिँ बच्चाहरू कुकुर सबै लिएर यहाँ घुम्न आउँदैछ यता गएर साध्य छैन नानी यहाँबाट सबभन्दा राम्रो देख्ने भ्यू यहाँबाट उता त्यो डाउन डाउन छ नि त देखियो यहाँ चाहिँ उताबाट ग्रुपमा कुद्दैछ बिचराहरू त लडाउँदैछ अनि अर्को नि ब्लगर आउँछ ल है यिनीहरू चाहिँ ल पुरा बिचरै यस्तो उकालोमा हो यिनीहरूको लागि होला त्यो हेलो ल पुरा आज के रनिङ उ रहेछ क्या ल भाउ नगर ल ए यता एकजना फेरि जोइन हुन गएको छ कुद्दै उताबाट एउटाले पनि यहाँ छ म ऊ चाहिँ स्पेसल ऊ रहेछ क्या म चाहिँ आफ्नो प्राइभेट उसमा जस यो ठाउँमा आएर मजाले घुम्ने रमाइलो रहेछ समुद्र पनि देखिने अनि वकिङ रनिङ हाइकिङ सबै अब हामी चाहिँ अब अगाडि फेरि अर्को ठाउँमा जाँदैछ अनि त्यहाँबाट उता टाउन सेन्टरतिर जाने हो अब यो चाहिँ स्विमरन 20 के स्माइल गरे यो कुद्यो अनि समुद्रमा गएर फेरि स्विमिङ गर्ने यो 23 किलोमिटर गरे अनि होइन ऊ ल हामी चाहिँ यहाँ क्यासलमा जाँदैछौँ दायाँ बायाँ ढुङ्गा रहेछ बाटो सानो अरू चाहिँ यता अगाडि जाँदैछौँ क्यासलु तल रहेछ एकछिन अब हिँडेर पचाउनु पऱ्यो नि खाएको यहाँ चाहिँ ल अरू चाहिँ अरू यसो पुरा समुद्र देखिँदो रहेछ बाटो चाहिँ पुरै ऊ रहेछ क्या ल यता मान्छेहरू सबै यहाँ छ यता के फुल रहेछ क्यासो रहेछ मजाको क्यासो आएर पुरा मजाको फुलफुले रहेछ यस्तो यो क्यासल रहेछ कि ए हाम्रो ग्रुप यहाँ क्यासल रहेछ गाडीमै बसेर तल जाऊँ कि भित्र जानु मिल्छ जस्तो छ ओ मिल्दो रहेछ यो चाहिँ क्याफे हो कि यहाँ ए तर त्यहाँबाट टेरेस पनि छ जस्तो लाग्यो टेरेस क्याफे रहेछ ल चिया खाने भयो आउनुहोस् है अनि चिया खाने भयो ल यताबाट हेर्ने
ठाउँ रहेछ एउटा अगाडि टेरेस रहेछ कि समुद्र हेर्नको लागि ओ यो त यस्तो रहेछ नि त उता जानै पर्दैन अन्त ओहो के मजाको रहेछ हौ यतातिर त वाइट ए चिया चिया खाने रहेछ कि पुरा यतातिर पुरा मजाले खाने समुद्र रहेछ यता अनि मजाको रहेछ नि त सबै कोस्टहरू यतातिर रहेछ जान मिल्छ होला नि त मिल्छ मिल्छ गयो हुन्छ हल्ला हल्ला नगर यहाँ सुत्दैछ मान्छेहरू क्यासल रहेछ कि पुरा यतातिर बिच समुद्र देखिने रहेछ ल ओहो यहाँ त ठुलो शङ्ख रहेछ नि त हौ शङ्ख यता त आँखा पनि रहेछ यस्तो खालको यार त्यतिर मान्छेहरू हिँड्दैछ बाटो रहेछ पुरा छेउ यता आउँदैछ हाम्रो ग्रुप हेर न शङ्ख किरा खै उता शिव आएको भन्थ्यो हाम्रो ग्रुपबाट आउँदैछ खै के हो यस्तो ए लिफ्ट पनि रहेछ तलतिर जाने यहाँबाट तल झरेर रहेछ कि त तल झरेर हो ए यता जाने रहेछ यतापट्टि पनि पुरा समुद्र जोस् खाने भए माथि ल यहाँ माथि जाने कफी खाने भए जाऊँ ल एउटा कफी खाउँला नि त यस्तो के काम के वाटर हो स्टिल भइरहेको छ त समुद्र यतातिर ग्रुप ल मसँग हतायो नि ल यता चाहिँ हाम्रो ग्रुप चाहिँ यसरी फोटो खिच्ने अरे ल ल ल ल Oh yeah, birds. यो चाहिँ Yeah, so that's यो one of the welcome. लेडिजले यो के अरे मोथ There's the moths. पुतलीको रिसर्च गरेको रहेछ I'm अनि यहाँ चाहिँ राति के अरे ओर्छ अरे most moths लाइट fly at राखिदिन्छ night. अरे अनि यहाँ आउँछ अरे Butterflies fly अनि यहाँ during the भित्र day, but not all बस्दो moths. रहेछ लाइटमा Most butterflies have thin bodies. Most moths have fatter bodies, but not all of them. Mostly, nearly all of them have got little butterflies, little clubs on the end of their antennae, whereas not most moths don't. But there isn't यो चाहिँ सबभन्दा ठुलो not really much difference between them. सबभन्दा ठुलो French. रहेछ This is lovely. Yeah. There's many more moths and butterflies. यहाँ किताब छ So have you only found one of this Kitab kind? चाहिँ Just one. Just one of those, yeah. पुरा Yeah. Rose So they aren't hugely, they're not massively. You are a researcher of moth, yeah? Well, यहाँ चाहिँ Oh, it's good job. पुरा आइडेन्टिफाई गरिसकेको You are doing great job. yeah, no, they are amazing, my and there's so many to look at as well. So many to admire. so many different kinds in that Yes, book. yeah, that's right. Yeah, and let's say there's about 1,500 So you just need one more, and then your mission is complete. for today. Yes, Ah. yeah, but that may take me days. ग्रेट जब You are writing in book? Yes, Oh, yes, and I write them all down. Yeah, It's I part of our knew. records. Yeah. Yeah. That's why I'm telling you, you are researcher of moth. Yes, Yeah. yes. But not, नाइस yes, it's very When nice. did you start to research? Well, I've always liked moths. I've always been interested in them when they fly Yeah. around, at night or something in the house or something. And then you just put one of these out and you go, oh, there's so many. And then you get really annoyed by them because they're all very similar. You And quite difficult to tell apart. are you living here or Yeah, I you are live coming just nearby, yes. Oh, Yeah, okay. so yes. So.
nice little thing to do. And as we put the trap out, it's nice to show people what What's we've their got. lifetime? How long do they live for? So this sort of thing, as a moth like this, will live a few weeks. Oh, just a few weeks. Yeah. Most of something like that might be a couple of months. But as caterpillars, महिनौ दिन लाग्छ अरे some कोही कोही have भेटाउन caterpillar for कोही कोही चाहिँ छिटै आउँदो रहेछ 4 months, अनि त्यसले चाहिँ or even years. खाँदो रहेछ कि So, क्याटरपिलर Even here, भनेको couple of years, yeah, in all different stages. So obviously the के egg भन्छ stage. some of them only week. Yeah, Okay. कोही चाहिँ छिटै भेट्दो रहेछ कोही चाहिँ महिनौ लाग्छ अरे Depends how much energy. अनि it uses. रातिमा बत्ती बालिदिएपछि It's saying त्यो once चाहिँ this one that बत्तीमा comes out, it's न्यानोमा its आएर main aim is to mate. बस्दो रहेछ Find अनि mate, यिनीहरूले find mate, so the more- अनि त्यहाँबाट त्यो फेला पार्दो रहेछ Yes. Yes. So Yes, there's moths a, are moth. fantastic. पुतलीको रिसर्च गर्दै हुनुहुन्छ यो People always think bees. Ladies, are not yeah. like bees, but there's all the insects. उसलाई चाहिँ धेरै थाहा छ यो How do you मफको विषयमा recognize her age? The size? Well, I mean this is the size you can recognise. Maybe size, maybe There's some kind of pattern or some of something on the moving. Yes, I mean if you know, you can tell. Some of them are male and female. You can tell by the shapes or the colours of them as well. And then they'll A male's prettier than the female. depends on the moth actually. So they aren't all like in butterflies. Often the females are brighter, or the males are What brighter type than of the females. food are not are you feeding? Just nectar. Nectar. Okay. yeah. Yeah. Alright. So yes, so they suck up. Is it ecosystem? Yeah. Yeah, really good, really good, really Yeah, good. yeah, for it, yes. ecosystem. Yeah, and obviously as the caterpillars, fantastic for birds to eat. And Yeah. that sort of stuff, all the little chicks. अहिले नेटवर्क छैन ल उता फर्किन लाग्यो डस्टन पार्कबाट म्याप सेटिङ हुँदैछ अब उता चाहिँ मेरो गाडी चाहिँ छोराले चलाएको छ बलरामले उता दाइहरू परेर उता छ हामी चाहिँ अहिले त परिवार परिवार छुटेको जस्तो पो भयो परिवार त यता हौ। भयो पुल हार्बर भ्यू दिदी जाऊ मानु। नेटवर्क छैन मेरोमा त जस पुल हार्बर लेख्यो भने ल त्यही पुल हार्बर भ्यू यस्तो खालको आउँदो रहेछ त्यही उसलाई चाहिँ म्याप सेटिङ गर्दैछ कि हजुर ल त्यहाँ अहिले चाहिँ हामी पुलमा जाने अरे पुलमा यहाँबाट पुलमा आधी घन्टा लाग्छ भनेछ त्यहाँ नानीहरू चाहिँ त्यो काम गर्ने उसको हस्पिटल त्यहाँ रहेछ त्यो बाटो हुँदै अब ब्रान्डफोर्ड जाने अरे यो चाहिँ राम्रो रहेछ ठाउँ एकदम टिपिकल इङ्ग्लिस पुरानो बस्तीहरू जस्तो ठुलो पार्क समुद्रको छेउमा रनिङ गर्ने ठाउँ आज 20 किलोमिटर रनिङ पनि रहेछ मान्छेहरू खुब कुद्दै थिए अनि कुदिसकेपछि लास्टमा चाहिँ स्विमिङ पनि छ अरे कस्तो राम्रो फुलहरू छ नि त्यसमा कस्तो त्यो स्टोनहरूमा त्यही त स्टोनहरूमा नि डाँडा कति राम्रो त फेरि पेट छ के कता झाल काटेर चाहिँ पुरै ल यहाँ चाहिँ एउटा क्यास्टल रहेछ Turn right onto A351. मजाको माथि ठुलै रहेछ हो यस्तो छ
तेरो कस्तो मजाको ठाउँ रहेछ सट्ट लाएर कसो रहेछ डाँडामा पुरानो हिँडेर जान सक्ने रहेछ हिँडेर रहेछ ठाडै रहेछ है कस्तो मजाको ठाउँ रहेछ एकछिन Take the first exit. कसो रहेछ यहाँ ल यतातिर कता कता अगाडि गाडीलाई फलो गर्दैछौँ कन्ट्री साइडतिर यस्तो छ हिँड्या चाहिँ हिँड्यास गरेर चाहिँ कता लाने हो भने ओके है कहाँ लान्छ शरीरले बुहारीले हामी चाहिँ फलो गरेको छ कहाँ पुग्ने अब पछाडि दिदीहरू हुनुहुन्छ दिदी दाइ थकै लाग्नु भयो होला गाडी चाहिँ हिँडेछ कहाँ पुग्यो नि अब ए तलतिर यस्तो छ मजाको सिन ल बुहारीको गाडी अगाडि फिलिली कुदाएको छ आमा र उनीहरूको बुढाबुढी हामी चाहिँ यहाँ पछ्याइ छ बारी यस्तो छ यतातिर फेरि पुरा खनेर गरे यस्तो छ रातै छ त बिच समुद्र यतातिर हेर समुद्र ए फेरि समुद्र बिचतिर ल्याउनु लाग्दैछ कस्तो नपत्तरी पनि आउने कि फेरि समुद्रमा त्यही त आज दिन पनि राम्रो छ त्यही भएर सबै हस्पिटल जाने कम्युनिटी हस्पिटल भनेको छ यो कम्युनिटी हस्पिटल रहेछ कि वेमसको सी साइड एरिया मजाको रहेछ यहाँ टक्क लगाएर माथि बसेर कोटहरू टेनिसले कोटहरू क्या सी साइड मजाको रहेछ घरहरू उता रहेछ पियर पियर ए रमाइलो त उता रहेछ नि त ऊ ध्यान ए त्यही भएर उता जानु खोज्यो होला कि ए राम्रो सेन्ट बिच रहेछ हौ ल राम्रो रहेछ यहाँ त पक्का त्यो गेयर ल्याएर त्यही त समुद्रमा खेल्ने खालको रहेछ क्या अब हामी चाहिँ तन्दै छ आएको चौसो रहेछ यहाँ ल अब यही होला यताको लास्ट डेस्टिनेसन पार्किङ छ होला यता ए बिचको उसमा हामी चाहिँ अहिले कार पार्कको खोजीमा हिँडेको त छ अगाडि गाडी फलो गरेको के भएछ न त्यही त गएन हेराएको होला नि हामीलाई गाडीबाटै खै के हो दाइ होइन यो त उता गएर हेर्न मजा आउँछ अब त यहाँसम्म आएपछि त अब त यहीँ निस्किएर मात्रै बियर खान मजा आउँछ अब बियर खाने के भयो यत्तिरी यहाँ त कहाँ रोक्न पाइन्छ र हो वेमसको बिचमा आइपुग्यो अहिले चाहिँ यस्तो राम्रो भएको छ यस्तो के अरे पुरा घाम लागेर पुरै आज त म्याक्सिमम् मान्छे आएको छ ल बिचमा अब स्विमिङ गर्ने गेयर ल्याएन ल्याएको भए स्विमिङ गर्ने उता समुद्र बिचतिर जानु हुन्थ्यो के ल्याएन अब यहीँ छेउछाउमा गर्ने मजाले आज चाहिँ बिचमा यस्तो गजब छ ल यता चाहिँ समुद्र छ हामी चाहिँ अहिले समुद्रमा खेल्न आइरहेको अहिले चाहिँ लो टाइड भएर चाहिँ उता गएर रहेछ
समुद्र चाहिँ ल ल है बिच के गर्छ त्यो यहाँ ल जाने भए गर्नु के नत्र यसो गर्नु जानु म यहाँ कुर्दिन्छु एकछिन मोजा निकाल्नु पर्यो ल ल दिदीबहिनी चाहिँ होला समुद्रमा गएर त्यहाँ खेल्न भनेर गएको छ ऊ त्यहाँ फोटो हेर्दैछ हामी चाहिँ यहाँ जुत्ता कुरेर बसेको हौ दाइरेमा चाहिँ यहाँ जुत्ता कुरेर बसिरहेको छ अब त्यतिको छोड्न नि भएन अन्त कसले के गर्छ होला त्यही पनि अब कुर्नु पऱ्यो भनेर हामी दुईजना यहाँ बसिरहेको छ दिदीबहिनी चाहिँ उहाँ खुब इन्जोय गरिरहेको छ अगाडि पुरै यस्तो छ पुरा मान्छेहरू बिचभरि छ हौ आज त त्यसरी आएर ल उनीहरू त अझै तलतिर गएको छ ए तलतिर गएको छ क्या गजब छ चरा यता चाहिँ यस्तो छ बिच लाइनहरू छेउ देखौँ यतातिर आज चाहिँ घाम लगाएर खुब रमाइलो भएको छ यहाँ होटल पनि रहेछ बेस्ट फ्रन्ट होटल मजाले ल म पनि यहाँ हेर्दैछु अब अरू चाहिँ पानीतिर गएको र म चाहिँ यहाँ छेउमा जुत्ता हेरेर बसिरहेको छु ल अब यिनीहरू चाहिँ फर्किन लाग्यो होला अब तर हाम्रो गाडी पार्क गर्न जाने केटाहरू चाहिँ आइपुगेन त्यहाँ हस्पिटलमा बुहारीले हस्पिटलमा फ्री पार्किङ पाउँछ भनेर गएको थियो आजसम्म आइपुगेको छैन आउँदैछ होला एकछिन पर्छ ल कहिले चाहिँ समुद्रमा जान्छु भनेर गएको थियो अब इन्जोय गरेछ फर्किन लागेछ अब आउनु लाग्यो होला वेमफको बिच आज घाम लाग्छ रमाइलो भएको छ ल फेरि समुद्रमा जानेहरू दिदीबहिनी ल समुद्र जानु भनेर भयो अब समुद्रमा खेल्न भनेर उतै जानु ल यताबाट आउँदैछ फेरि कार पार्क गरेर आउनेहरू फेरि यता अब ल जाऊ भेटिनँ मलाई गइन ए हो ल ल त्यसो भए जाऊँ ल म त्यही भएर एकछिन पिउनु अनि एकछिन के अरे उसमा त्यहीँ बस्नु हजुर हामी गाडी लिएर आउँछौँ त्यहीँ भेट्ने अनि त्यहाँ हामी उता जाने बेलामा त्यहाँ टोयलेट गरेर बस्नु हुन्छ कि ए हुन्छ त्यो पुरै भिजाउन ल ल ए भन्नको लागि ल बस ल बस्ने बडा ओ सुत्यो हुन्छ ल ल सुत्यो ल जाऊ अब यस्तो बिचमा आउँछ भनेर थाहै पाएन अनि त त्यत्तिकै आयो नि त हामी त बोलाइ गरेको छ अनि हामी चाहिँ त्यहाँ जान अल्छी लाग्छ
4जना गयो त्यहाँ 4जना गयो हामी 3जना चाहिँ यहीँ बसिरहेको छ है उनीहरूलाई वेटिङ गरेर 3जना चाहिँ यहाँ बाहिर त्यो 4जना चाहिँ भयो समुद्र भयो ल ठिक छ अब इन्जोय गर पानी त सफा रहेछ होस् पानी यस्तो क्लियर देखाएको छ सर ल घाम लाग्छ मजाले अगाडि चाहिँ घोडाहरू रहेछ क्या त्यो समुद्रमा त्यो यस्तो पो गर्दो रहेछ हौ के रोपाइँ गरेको त यार पुरा घोडाहरू गएको छ त यार बकी तानेर के हो यस्तो पुरा रोपाइँ गरेको गर्दो रहेछ त कुदाउँदै लगेको छ त थुप्रै घोडाहरू ल कुदाउँदो रहेछ है खेतमा रोपाइँ गरे हात गर्दो रहेछ नि त यार लामा कति धेरै हो यहाँ टाढाबाट त सानो देखाएको छ हात ठुलै होला यस्तो मजाले ओहो फोन पनि घुमाउँदो रहेछ नि त ल कस्तो कुदाएको छ आमामामा पुरा सबै मस्तै लगाएर ओहो ल यहाँ चाहिँ यो क्याम्पको उसमा छोराको क्वार्टर पछाडि ब्याकयार्डमा बसेर घाममा चिया पानी गरेको आज एकदमै राम्रो दिन परेर ल ल रस लगाउने अरे यता फुल लगाएर भर्खर हुँदैछ यता नि लगाएर सागसब्जी फर्सी उम्रिएको छ अरे अनि यो चाहिँ आफै उम्रेको भन्छ यहाँ आलु लगाएर कि ल यो चाहिँ पछाडिपट्टि है यो चाहिँ ब्याकयार्ड एकदम घाम लागेछ आज चाहिँ दिन राम्रो भयो नि त एकदम हान्छ कि घामले यो के हो पिँडालु हो कि हो यो ए पिँडालु मिन्ट रे यो मिन्ट मजाको रहेछ ल हामी त भित्र जान्छौँ म त ए यहाँ चाहिँ नङ्ग्रो रहेछ भात डिनर खाँदैछ मैले अब चाहिँ यहाँ छ डिनर यहाँ मेरो रेडी छ एक थाल ल भाइको त रोटी रहेछ है रोटी भात तरकारी छोराले खाँदैछ बलरामले ल अब म पनि खान्छु यो चाहिँ मेरो हो अब के रहेछ त्यतिखेरै अब पेट पनि भइसक्यो किन स्न्याक्स खायो ल यहाँ चाहिँ यो नानीले पुरा समोसा बनाएर रहेछ बिहानै स्पेसल ल है हो होइन सबैले खान्छ नि यस्तो पक्का फ्रेस ल लैजाऊ यहाँ पकाउँदैछ मजाले सानो आगोमा एकदमै सबैले रुचाउँछ मिठो हुन्छ यो चाहिँ नबनाऊ भने कि यस्तो बनाएछ ए यहाँ रोटी यत्रो बनाइसकेछ मजाको छ ल अब यो ब्रेकफास्ट खाने यहाँबाट जाने अब ल खाँदै ल म पनि अब समोसा बनाएर छ नानी ल मैले नि खाएँ समोसा ल सबैले खाने है ल यता बाहिर बोल्छौँ अब भात पनि बनाएको छ अरे फेरि भात पनि खानु पर्छ त्यहाँबाट जाने तल्लो मन्दिर अहिले हामी चाहिँ ब्रान्डफोर्ड क्याम्पमा छौँ छोराको क्वार्टरमा आएर 2 दिन बस्यो गयो चाहिँ दिनभरि घुम्यो उहाँ सी साइडमा पनि गइयो
एकदम वेदर राम्रो रमाइलो भयो मिठोसम्म त मिठो छ ल अब हामी चाहिँ यहाँबाट सक्यो ऊ गर्ने रे नानीले यो ल ल ल के त्यहाँ जुत्ता लगाइदियो त्यहाँ जुत्ता लाउनु सक्दैन के हो है यहाँ हालिदिनु होइन चप्पल लगायो भने चाहिँ त किन जुत्ता लाउनु पर्यो ल जानु लाग्यो खै के कता के हो फेरि ढोका त फेरि बन्द भयो बाबा ठिकै छ ल हामी चाहिँ अब ब्लानफोर्ड क्याम्पबाट उता ट्रनब्रिज जान्छौँ पहिला बलरामलाई ड्रप गर्ने त्यहाँबाट उता वेलिङमा जाने हो गर्दा ठिकै छ अब आज पनि राम्रो छ दिन बिस्तारै जानुपर्छ अब बुढोदेखि त इन्डियाको हो कि के अरे इन्डियातिर यो टाढाबाट भएर होला नि यिनीहरू अलिक भर्खर भर्खर भर्ती भएर आएको होला नि हजुरले त्यो हातमा नलिनु कि भएन थाहा छ के भुइँमा राख्नु के त्यही भुइँमा राख्नु मिल्छ भुइँमा राख्नु भएन त्यही त भुइँमा राख्नु मिल्छ भुइँमा राख्नु कहाँ हातमा यत्रो बाटो हात यहाँ लाउरे भाइ रनिङ गर्दैछ कसरी कम्फोर्टेबल हुन्छ कति किलोमिटर कुद्ने थाहा छैन पेटी लगाएको छ नेपालीहरू गीत पनि सुन्दैछ हजुर नेपाली भाइहरू अनि हामी चाहिँ अब फर्किन लाग्यो घर क्याम्पबाट फर्किँदैछ हजुर सुदीप अगाडि छ हामीलाई सिएफ गर्ने पाउने 2 घन्टा के जस्तो नि कति घन्टा त यार 2 hours 42 minutes ठिक छ जस्ट मेनली वेदर राम्रो भयो हामी घुम्यौँ आज पनि राम्रो छ वेदर त्यो बिच मन पर्यो बाबु हजुर नेक्स्ट टाइम फेरि त्यो बिच जाने तरिकाले आउनुपर्छ डाइरेक्ट त्यहाँ जानुपर्छ कि किरण लगाएर के बनाएर लिएर आउनु पर्ने के रे अनि नानीलाई नि धेरै ट्राभलहरू गर्न पाएको छ याद भयो म त त्यो बच्चाहरू कुरा गरेको कति खेल के बनाएको कति खेल क्याम्पबाट निस्क्यो अब चाहिँ यस्तो गऱ्यो भने यस्तो गऱ्यो ए है आउँछ हो यसै ल मलाई थाहै थिएन यो चाहिँ ड्याडीको प्रोजेक्ट अस्तिको यसरी हाँगा बनाएर सपोर्ट दिएर फुल पनि मजाले फुलेछ ल आज चाहिँ यहाँ हाम्रो घरमा आइपुग्यो ब्लानफोर्डमा 3 दिन बसाइ गरेर आजसम्म अनि दिदी दाइलाई पनि यतै ओलीमै लिएर आएको उहाँहरू अलि दिन यहाँ बस्नुहुन्छ अनि दाइ चाहिँ फेरि उता काम पनि छ भनेर भन्नुभएको छ अब हेरौँ अब यसो चाँजो पाँचो मिलाउनु भएको छ छोराको गार्डन कसरी गर्ने भनेर यहाँ चाहिँ हामी यसो अलिअलि स्न्याक लाइट स्न्याक गरेको हाम्रो यता भान्जा हुनुहुन्छ उहाँ चितवन के अरे भान्जा कौसदीबाट कौसदी छोरी तुलमायाको श्रीमान लक्ष्मी यता चाहिँ अनि उहाँ पनि यहाँ अहिले हाम्रो हुनुहुन्छ बिस्तारै बिस्तारै यतै अब सेटल डाउन गर्नको लागि कोसिस गर्नुभएको छ एयर फ्रायरमा माछा ए हो अब के अरे यसो अलिअलि लाइट उस्नेको उता आएको केही गर्नै भ्याइएन गर्ने छैन तै पनि दाइ आउने बित्तिकै यहाँ फेरि गार्डनिङ गर्नुभयो मैले पनि अलिअलि यसो गार्डन चाहिँ झार अलिअलि अग्लो भाएर यसरी काटेको अहिले चाहिँ राम्रै देखिएको छ अनि लन्ड्री गरियो उताबाट सामानहरू यता अलिकति मैला भएको थियो ठिकै छ यता बधाई कान्छा के अरे कान्छा बधाई हाम्रो अमृत थापा उहाँ बधाई चाहिँ
सबै ऊ हो क्या के अरे सेफ पनि यता ऊ पनि एकदम स्पेसल बनाउनु पऱ्यो भने एक्सपर्ट भइसक्यो रहेछ खान्छ सबभन्दा कान्छ ल अब बस अब एकछिन अनि हामीसँग ऊ पनि थियो नातिनी थियो नातिनी फेरि काममा गयो नातिनी ए भाउ ग्रिन चिली बा छोड्दै म ऊ आज यहाँ ऊ चाहिँ मिस भएको छ अब ऊ पनि यहीँ बस्छ बस्न त तर काममा गएको भएर आज चाहिँ उसले चाहिँ ऊ भयो के अरे मिस भयो यहीँ हुन्छ ऊ सधैँ हामीसँगै हुन्छ ऊ चाहिँ पढ्नको लागि ल त अब बिस्तारै लिँदै गर्नुहोस् अरू ल बुढी ल तिम्रो केही छ भने गर आज चाहिँ दिदी भेनाजुलाई बल्ल कति 2 हप्ता कति पछि बल्ल घरमा उता छोराको क्वार्टरमा लग्यो के अरे अब चाहिँ यता बस्नुहुन्छ बल्ल ब्लान्डफोर्ड सिग्नल दिदी भेनाजु घर आइपुगेपछि बल्ल रेजिमेन्ट खुसी छु है अब चाहिँ मजाले 6 महिना इन्जोय गर्नुपर्छ सँगसँगै अनि समरको टाइममा अब इभेन्टहरू पनि हुन्छ यसो जाने रमाइलो गर्ने ल ठिक छ ल बस कान्छ ल अब के हो तिम्रो सप्लाई भएको भाइ छ आफूले खाएको छैन ल खाऊ ल बस ओके ओहो ल स्वागत गर्नु भएको अरे के कान्छा पुछैले यहाँ भेनाजु आउनु भएको भएर यहाँ स्वागत गर्नु भयो अरे रक्सीले है यो हाम्रो त यो सगुन भन्छ नि त सगुन ओहो ल ल ल औ ल उता कान्छालाई दाजुभाइलाई नि उ गर्नु भयो अरे ल भयो ऊ यहाँ छ फेरि अर्को ल त्यता पनि दाजुभाइलाई फेरि छुटाउनु भएन नि त फेरि मलाई के दाइ दिदीलाई केमा आएको स्वागत गर्नुभएको छ अमृत पनि लिएर आउनु भएको रहेछ ए फेरि हाम्रो भन्दै ल कान्छा भदाइलाई पनि ल भान्जालाई अनिता पनि छ नि अनिता नातिनी अनि